Hello guys, welcome back. Let's cook gym and fitness center. My name is Jiten Magar. आजको पुस वर्कआउट पछिको मेरो बडीको मसल पम्प यस्तो थियो। आजको वर्कआउट कस्तो रह्यो त म हजुरहरूलाई भन्न गइरहेको छु। सुरुमा मैले गरेँ थोरै वार्मअप, त्यसपछि लागेँ म बेन्च प्रेसतिर। बेन्च प्रेस चाहिँ मैले यसरी स्लो मोसनमा 8 देखि 10 रेप निकाल्ने ट्राई गरेँ 4 पटक यसरी मजाले। र त्यसपछि मैले गएँ इन्क्लाइन डम्बल प्रेस। इन्क्लाइन डम्बल प्रेस पनि मैले यसरी गरेँ 3 सेट 8 देखि 12 रेप्स निकाल्ने गरी। त्यसै गरी म थर्ड एक्सर्साइज गएँ सोल्डर डम्बल प्रेस। सोल्डर डम्बल प्रेस पनि मैले यसरी 8 to 12 रेप्स दामी तरिकाले निकाल्न ट्राई गरेँ 3 चोटि र निकालेँ पनि। एन्ड फोर्थ एक्सर्साइज गएँ म डम्बल लेटरल। डम्बल लेटरल पनि मैले 12 to 15 रेप्स 4 टाइम्स गर्ने ट्राई गरेँ र मैले इजी तरिकाले यसलाई पनि गरेँ। एन्ड फिफ्थ एक्सर्साइज गएँ म हाई टु लो केबल फ्लाई। हाई टु लो केबल फ्लाई पनि 12 to 15 रेप्स 3 टाइम्स मैले यसरी निकाल्ने ट्राई गरेँ, यसरी स्लो मोसनमा र मैले निकालेँ पनि। एन्ड सिक्स एक्सर्साइजमा चाहिँ मैले ट्राइसेप पुश डाउन भिबारमा गरेँ। यो एक्सर्साइज चाहिँ मैले फेलर तरिकाले 12 to 15 रेप्स 3 टाइम्स गरेँ। एन्ड लास्ट वान एक्सर्साइज इज ओभरहेड एक्सटेन्सन। यो चाहिँ मैले केबलमा बार लगाएर गरेँ, यसलाई पनि 3 सेट 12 to 15 रेप्स फेलर तरिकाले गरेँ। एन्ड कार्डियो 20 मिनट्स गरेर आजको वर्कआउटलाई यहीँ समाप्त गर्दै आजलाई यति नै। भोलिको भिडियोमा फेरि हजुरहरूको समक्ष उपस्थित हुनेछु। हस्त नमस्कार।